हेलो गाइज वेलकम टु माई च्यानल होइन सबैजना सन्चै हुन्छ होला म पनि एकदम धेरै सन्चै छु। आज फेरि बिहानै एउटा राम्रो भ्लग होइन त्यो यहाँ चाहिँ पानी परेर हालत यस्तो भएको छ। बाटोमा पुरै पानी अनि हामी काम जाने बाटोमा झन् घुँडा गर्छन् पानी छ भन्दै केटाहरूले पुरा लुगा भिजाएर आइरहेको नेपालमा जस्तै हुनेछ भन्ने कुरा थाहा पाएका जाम हट्टरिका पानी पर्दा चाहिँ बिराट नराम्रो लाग्छ मलाई यहाँ पनि होइन। यो चाहिँ सबजना त्यो गाडीमा जाने मान्छेहरू हो कि काममा त्यो अब बाटो पुरै जाम भएर गाडीले नलगेको होला क्या आज बाटो उयो भयो भन्दैछ सबजना भिड्छ सब बाटो जानु पर्ने पानी यस्तै बगिरहेछ रोडमा पानी छ भन्दैछ केटाहरूले दाइहरूले हेरौँ कतिको पानी छ होइन। घोडा चाहिँ एकदम घुमेर जानुपर्छ भन्दै थियो किनकि त्यहाँ आगो लाग्यो फेरि एकदम भित्र गइरहेको थियो नि त त्यही बाटो जानुपर्छ भन्दै थियो। अन्त पानी पनि धेरै छ सबै पानी परेको रोडमा यस्तो छ अनि बाटो भएन होला जस्तो आज पानीले बर्बाद बनायो जस्तो बाटो क्या त। चिसो पनि मतलब चिसो मौसम चाहिँ दामी छ होइन। ल म जाने बाटो त यस्तो रहेछ। अब यहाँ जाने कसरी भयो त म काम जाने कसरी भयो त। अब यहाँनिर एउटै मात्र उपाय छ यता खोलो माथि तानो अनि लिएर गयो गाह्रो छ। यहाँ त गाडी त आधी डुबिरहेछ। अब काममा त जानै पर्ने हुन्छ होइन। अब एक राउन्ड घुमेर जानु पऱ्यो पल्लोपट्टि घुमेर जानु पऱ्यो। फेरि 50 भइसक्यो 10 मिनटमा पुगिँदैन काम 7 बज्न आँटिसक्यो होइन। एक राउन्ड घुमेर जानुपर्छ काम पनि। मौसमले सँगसँगै बाटोले धेरै च्यालेन्ज गर न पुरा काम हुँदैछ बाटो पनि बनाउँदै होला त्यहाँनिर चाहिँ होइन। काममै गयो डेलिभरी गयो त्यही बसेको बाटो बन्द छ कहाँ भएर गयो होइन सबजना यता जानुपर्छ। यता बाटो त्यस्तै छ कि क्या हो यताबाट पनि बाटो त्यस्तै छ। यही बाटो जाने एकछिन बाटो कस्तो छ बाटो छैन भने अब जुत्ता खोलेर भए पनि जानु पऱ्यो होइन। के गर्नु काममा त जानु पर्छ जस्तो तसो। अनि यहाँ पानी हेर्नुहोस् त आमा समुद्रै भयो नि समुद्रै गाह्रो भयो यस्तो ठाउँमा गर्ने के छेउछेउ बाटो छैन त। अब यसरी जुत्ता खोल्ने लुगा माथि तान्ने हिँड्ने होला नि त गाह्रो छ। अब हिँड्यो केटो हातमा जुत्ता बोकेर गाह्रो छ। फोन झऱ्यो भने चाहिँ तनाव छ। दुबईमा पनि यस्तो हुन्छ भने कुरा कष्ट गाह्रो छ। काममा जाने मान्छेलाई के छ र है त्यो कालो दिएको त चाहिँ रोड हो खासमा यो चाहिँ होम्स हो। गाह्रो छ गाइज काम गर्नु मुनि के छ थाहा पनि छैन। उता बिजाको छ होइन गाडी यता कट्ने रहेछ फेरि तनाव गाह्रो कुरै नेपालदेखि फेरि बाटो 5 जान्छ खत्तम भयो बर्बाद भयो गाह्रो छ। कुरै दुबईमा आएर फर्स्ट टाइम अनुभव लियो म गरेँ त्यसरी त म नेपालमा नि हिँडेको छैन हौ। तर मान्छेको हालत आजको भिडियो चाहिँ जरो लास्टै रमाइलो पनि लामो पनि हुने हो गाइस होइन। पुरै समुद्र छ नि
यहाँ पर त मेरो हालत पत्ला भएको त बिस्तारै छिएको घोडा समाउनु लुगा त भिजिहाल्यो नि मेरो सानो यो भ्लग यहीँनिर टुङ्ग्याउँछु हस्त नमस्कार बाई बाई आज जुत्ता सँगला